सुजुलोपा नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ सम्झना। आज चाहिँ दसैँको दिन। आज हाम्रो घरतिर चाहिँ यस्तो मजाको घाम लागेछ। होप आजको दिन चाहिँ राम्रो होस् र घाम लागिराखोस्, पानी नपरोस्। हिजो अस्ति घाम लागे पनि राति एकदमै ठुलो पानी परेको, तर आज बिहान चाहिँ यस्तो राम्रो घाम लागेछ गाइस हाम्रो घरतिर। होप आजको दिन चाहिँ यस्तो राम्रो होस्, पानी नपरोस् र दसैँको दिन चाहिँ राम्रो होस्। सबैजनालाई ह्याप्पी दसैँ। आजको दिन चाहिँ के हुन्छ कस्तो हुन्छ म चाहिँ हजुरहरूलाई सानो मिनी भ्लग लिएर आएको छु। हेरिदिनु होला, मन पराइदिनु होला भन्ने आश गर्दछु। हेलो गाइस, यो चाहिँ मासु गाइस। अब चाहिँ पकाउनु पर्छ है। बोइल गरेर पकाउने होला नि है, कि यतिकै पकाइदिने हो? आलु गर्न लाग्छु किनकि अचार बनाउनु पर्यो गाइस। किचनको काम सुरु गरेछु मैले। अब किचनको काम भनेपछि मेरो काम हुन्छ जहिले पनि घरमा खाना पकाउन। अरूले पनि पकाउनुहुन्छ, तर धेरै जस्तो चाहिँ मै खाना बनाउँछु। यो हो चना, यो मासु, यो नि मासु छ। अब चाहिँ अचारको लागि थोरै केही बनाउनु पर्यो। अनि त्यसपछि टिकाको केही सामानहरू यताउता मम्मीले गर्दै हुनुहुन्छ, त्यो पनि म देखाउँछु हजुरहरूलाई। ह्याप्पी दसैँ मम्मी, केही भन्न चाहनुहुन्छ? कस्तो भइरहेको दसैँ? दसैँ कति वर्ष भर्तीको नलाएको, अहिले त रमाइलो भएछ, सबैले लाउन पाइयो। कस्तो भइदिएछ त दसैँ? रमाइलो आज? रमाइलो छ। यो चाहिँ हाम्रो जमरा। हामीले चाहिँ यहाँ टिका मुस्दै हुनुहुन्छ। के हाल्नुभएको मम्मी? टिका, अक्षता, यहाँ दही, अनि यो चाहिँ अबिर। यसरी टिका अडिन्छ त? अडिन्छ। हेरौँ है त। चिनी हाल्ने भने त माखा हुन्छ, अलि हुन्न त त्यही मात्रै हाल्नु हुन्छ। यो चाहिँ दही, अबिर, अनि त्यसपछि चामल, अनि थोरै पानी हालेर मुस्ने कि यतिकै मुस्ने? हेरौँ के हुन्छ है। 7 वर्षपछिको हाम्रो घरको दसैँको टिका हो कि होइन? लाउने नपाएको नि। दाजुभाइ धेरै भएपछि एउटा राजेका 9वटा दुलै भएछन्, कहाँ लाउन पाइन्छ भने। दसैँको टिका के भाग्ने कान्छी? मासु पाक्दैछ, भक मासुले। कस्तो भयो? साका त्यस्तै हो। अब हामी चाकेर भन्छौँ कस्तो भयो। चाहिँ के पाक्यो, आधा अधुरा चाहिँ पाकिसक्यो गाइजहरू। अब हेर्नु है के पाक्यो। यो चाहिँ बक्का छ। अनि त्यसपछि यो भनेको चाहिँ के पाकिरहेको छ भने चना पाकिरहेको छ। अरू भनेको मासु पाक्ने बाँकी छ। अनि त्यसपछि अचार बनाउने बाँकी छ। आज थोरै ह्याप्पी दसैँ बाबा। कस्तो हुँदैछ दसैँ? धेरै वर्षमा आउनु पाएको खुसी छ मैले। चाहिँ बाबाले घरमा पूजा गर्नुहुन्छ। घरको मूल मान्छेले चाहिँ बिहानको पूजा सुरुमा गर्नुपर्छ अरे। अपडेटमा चाहिँ लिन्छु। खाने बेलामा रेडी हुन्छ। हाम्रो चाहिँ खाना चाहिँ लगभग यहाँ पाकिसक्यो, यहाँ काटिँदैन। अब सबै रेडी भएर अनि हामी आज कति देखाउँछौँ ल। मम्मी र बाबाले त पूजा गर्दै हुनुहुन्छ र म चाहिँ यसो सबैतिर हेर्दै इन्सपिरेसन गर्दै गर्छु। अरू मेरो होइन, अरू मेरो डिपार्टमेन्टमा गर्दैन। अमिलो आइदियो आएन भनेको अब बनाएर भ्याइसकेको छु। चाहिँ बन्दैछ। अनि अब चाहिँ म पकाएर भएर चाहिँ रेडी हुन जान्छु। अनि अब चाहिँ हामी टिका लाउने ठाउँ चाहिँ मैले रेडी गर्दैछु। टिका लाउने ठाउँ चाहिँ हामी हलकोठामा लाउनु भनिरहेको छौँ। अब चाहिँ हामी हलकोठामा टिका चाहिँ कसरी गर्छौँ, अब कहाँ गर्छौँ, कस्तो हुन्छ नेवारी चलनमा चाहिँ कस्तो हुन्छ थाली भनेर मैले हजुरहरूलाई देखाउँछु ल। यो छ हाम्रो पूजा गर्ने यो हो। अब चाहिँ यसलाई मजाले मिलाएर राखौँ अनि म भन्छु ल।
चरण अनुसार चाहिँ दसैँमा चाहिँ यो चाहिँ सुकुना भयो अनि त्यसपछि यो लाभा अनि यो कालो हामीले गाजर लगाउँछौँ नि यो चाहिँ दसैँको घटस्थापनाको दिनदेखि नै हामीले यो चाहिँ कालो बनाएर राख्छौँ टिका लगाइदिने भनेर यो दही अनि यो पैसा अनि त्यसमा चाहिँ जौ तिल अनि त्यसपछि यो कुश अनि त्यसपछि आयो यो चाहिँ निम पूजाको थालीबाट नि लगाइदिनु पर्छ अरे यो जौ तिल अनि रातो टिका पहिलो टिका यो चाहिँ अक्षता अनि निम पूजाको बत्ती यो फुल भइहाल्यो अनि यो जमरा टिका आजको स्पेसल भनेको चाहिँ जमरा टिका भयो अनि यो चाहिँ फलफुल चाहिँ हाम्रो दसैँको थाली भयो। चाहिँ मैले आज दसैँको सबै सामानहरू रेडी गरिसकेँ अब चाहिँ म चाहिँ रेडी हुन जान्छु ल। हामी रेडी भइसक्यौँ टिका लगाउनको लागि सबैजना। वर्ष दिनको चाडबाड दुःख भुल्ने बहना परदेशैमा सम्झिनेलाई पुरै दहै सम्झन परेला लातोरीको बोटैमा सुनखारी फुल्दैन निठुरीले भुले पनि पिरतीले भुल्दैन बरिला वर्ष दिनको चाडबाड दुःख भुल्ने बहना परदेशैमा सम्झिनेलाई पुरै दहै सम्झन परेला लातोरी। अब हामी टिका लगायौँ अब हामी कान्छी अजीको घर टिका लगाउन हिँड्दैछौँ। कहाँ जानु लाग्यो रे मम्मी हामी बाबाको बाबाको मामा घर।